सेवा नमस्ते सबैजनालाई मेरो अर्को भिडियोमा। अनि आज चाहिँ मैले हाम्रो पुर्खौली घर पास्टरबाट भिडियो स्टार्ट गरिरहेको छु। हामी चाहिँ आज बिहानै आइपुगेको छौँ हाम्रो पुर्खौली घर पास्टर। को भन्दा म बुढा पापा आएको छु। पापाहरू चाहिँ अहिले बारीमा हुनुहुन्छ, म चाहिँ यहाँ घरमा छु। अनि घर चाहिँ हाम्रो यस्तो रहेको छ। यो चाहिँ हाम्रो किचन, यो चाहिँ मूल घर। अनि यहाँ मेरो साथमा छ एउटा कुकुर, यो चाहिँ मेरो आजको साथी। किनभने म आज घरमै हुन्छु, पापाहरू चाहिँ बारीको कामहरू सघाउनुहुन्छ। अब मैले चाहिँ यो घरहरू सफाइ गर्नुपर्ने हुन्छ। आगो चाहिँ मैले अघि फुकिसकेको छु। अनि आगो चाहिँ अघि फुकेर थोरै भिडियो स्टार्ट गर्नु पर्यो भनेर सोचिरहेको थिएँ। त्यही भएर मैले आज भिडियो स्टार्ट गरेँ। मैले चाहिँ यहाँ आगो फुकिसकेँ। अब चाहिँ म भित्र मूल घरमा फुक्नुपर्ने हुन्छ, किनभने कहिले कहिले मात्रै आइन्छ। त्यही भएर आगो चाहिँ फुक्नुपर्छ। यहाँ चाहिँ यस्तो छ। अब यसलाई पनि आगो फुक्नुपर्ने हुन्छ। यहाँ पनि मेरो आगो बलिसक्यो। यहाँ चाहिँ अहिले एकदम पानी परिरहेको छ, सिम 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 सिम। यिनीहरूलाई चाहिँ मैले थन्को लगाएर चिया पुर्याउनु जानुपर्ने हुन्छ। तिर्खा पनि लागिसक्यो, थकान पनि लागिसक्यो होला। पापाले चाहिँ राखेबाट सुँगुरको मासु पनि लिएर आउनु भएछ। अब मैले चाहिँ यसलाई धोएर काट्नुपर्ने हुन्छ। मैले चाहिँ चिया पनि ठिक पारिसकेँ। तिनजनालाई चियामा त कफी एक दुईवटा सिर पुरेको थियो, त्यसलाई नै मैले चाहिँ बोकेर आएको थिएँ, छिट्टो पनि सजिलो पनि हुन्छ भनेर। अब चाहिँ म यो लगेर तल बारीतिर जानेवाला छु। राजाले नपाउने काम पो त यो कृषकको त। अनि यस्तै काम त ठिकै छ। त्यो म अघि जस्तो बिहान बिहानै खाँदै आउने, तर कि दाउरा दिनतिर त मजा भयो नि। सल्लाह गरेर सल्लाह लडाउनु पर्छ। यो चाहिँ हाम्रो गोल पोल्नु भएको अरे, गोल कोइला हाम्रो। म चाहिँ खाजा चिया पुऱ्याएर नै आइसकेँ। खुट्टाको हालत त्यस्तो छ। यहाँ चाहिँ हाम्रो सुँगुरको मासु पनि पाक्न लागिसक्यो। एकदम टेस्टी देखिरहेको छ। यो चाहिँ एकदम सादा केही नहालेको मासु पनि पाकिसक्यो, चिया पनि पाकिसक्यो, पानी पनि पकाउँदैछु। यस्तो ठुलो पानी परिरहेको थियो। अहिले भने चाहिँ यहाँ टन्टालापुर घाम लागिरहेको छ। यहाँ तल चाहिँ पापाहरू कोइला पोल्नु हुँदैछ, पुरा धुवाइरहेको छ। अनि यो चाहिँ रहेको छ हाम्रो घर। यहाँ कुकुर पनि छ, म छु यहाँ। ल पनि कालो कालो होला। मेरो चाहिँ ड्युटी सकिसकेको छ। खाना भन्दो रहेछु, खाजा साजा सबै पाकिसक्यो। अब दिन मात्रै बाँकी छ मेरो चाहिँ। यहाँ आजको खाजा चाहिँ रहेको छ चिउरा मासु। खाजा खानु पनि आइसक्नु भएको छ। मैले चाहिँ लगेर बाहिर दिनुपर्ने हुन्छ। अहिले चाहिँ हामी आशा सुनाकोमा खाना खान आइसकेको छौँ। हाम्रो लागि स्पेसल सुकुटी। अनि यता बुढाले खाना खानुहुँदैछ। कस्तो छ बुढा? अनि यता पापा पनि हुनुहुन्छ। सुना हुनुहुन्छ भयो। हजुर नखाने पर्यो। अब चाहिँ म पनि सुरु गरिसकेको छु। यस्तो मिठो छ यो सुकुटी। अब भने चाहिँ म पनि गम गम खानेवाला छु।